अमेरिकाको पिट्सबर्ग निवासी यस मैनाली समाज नेपाल जिल्ला कार्य समिति झापाका सहयोगी बन्धु पुस्ता नम्बर 11 का धनपति मैनालीको यही मिति 2083 जेठ 25 गतेका दिन अकल्पनीय निधन भएको दुःखद खबरले मैनाली समाज नेपालका हामी सम्पूर्ण सदस्य लगायत सम्पूर्ण झापाली मैनाली बन्धुहरू दुःखी र मर्माहत बनेका छौं। ताप्लेजुङ जिल्ला सिनाम हाल सिरिजङ्गा गापा वडा नम्बर 1 निवासी पिता हरिप्रसाद र माता पवित्रा देवी मैनालीका जन्तरे सुपुत्रका रूपमा विक्रम सम्वत 2005 साल माघ 13 गतेका दिन जन्म लिनुभई छिमेकी राष्ट्र भुटानको चिराङडाँडा निवासी पिता देवीचरण र माता कृष्णमाया शिवाकोटीकी माहिली छोरी सावित्रा शिवाकोटीसँग विक्रम सम्वत 2021 सालमा वैवाहिक बन्धनमा बाँधिनुभएका धनपति मैनाली जीवनयापन गर्ने क्रममा हाल अमेरिकाको पिट्सबर्गमा सपरिवारका साथमा बसोबास गर्दै आउनुभएका उहाँ समाज तथा परिवारमा मृदुभाषी, सहयोगी, मिलनसार एवं एक कुशल व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। जीवनका विविध आरोह अवरोहमा कति पनि विचलित नबनी 78 वर्षको उमेरमा उहाँ ब्रह्मलीन बन्नुभएको शोकको यस दुःखद घडीमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै शोकको असह्य पीडाबाट गुज्रिरहनुभएका उहाँकी धर्मपत्नी सावित्रा मैनाली, छोरा बुहारी डीपी शर्मा र तुलसा मैनाली, हिमलाल र मुन्ना मैनाली, छोरी ज्वाइँहरू अम्बिका र जनक पौडेल, खिनामाया खरेल, तिलारूपा र खगेन्द्र खतिवाडा, नर्मदा र गङ्गा दङ्गाल, बिना र गङ्गा दुलाल एवं 19 नाति नातिनी, 7 पनाति पनातिना लगायत परिवारका सम्पूर्ण सदस्यहरू सबैमा ईश्वरले पीडा सहने शक्ति प्रदान गरून् भन्ने कामनाका साथ हार्दिक समवेदना प्रकट गर्दछौँ। नमस्कार सबैलाई। हामीले परिवारका विभिन्न समयका भिडियो, फोटो, सन्देश र सम्झनाहरू सङ्कलन गरेर यो भिडियो तयार पारेका छौँ। यो केवल घटनाहरूको क्रम मात्र होइन, हाम्रो परिवारको माया, साथ, आशीर्वाद, सङ्घर्ष र सम्झनाको यात्रा हो। भिडियोको सुरुमा हामी जन्मदिन र घरका रमाइला पलहरू हेर्नेछौँ। त्यसपछि व्रतबन्ध, परिवारसँगका बाहिरी यात्रा, वृन्दावनका सम्झना, बुबा दिवस, सन्देश र अन्तर्वार्ताहरू, अस्पताल र हेरचाहका क्षणहरू, धार्मिक विधि र आशीर्वाद, गरुड र दान, समवेदना अनि अन्तपछि सम्झना र विरासतका तस्विरहरू समेटिएका छन्। यी सबै पलहरूले हामीलाई फेरि एकपटक उहाँसँग बिताएका दिनहरू सम्झाउनेछन्। अब यो सम्झनाको यात्रामा हामी सबैसँगै अघि बढौँ।
ऐश्वर जंगबके गति तपाउने मनन्त दुर्योधने सूर्यो सन्तपने बलं चलदरे सतिं त कुन्ते सुते विज्ञानी विदुरी भवति भवतं कृते च नारायणी जयन्ती मंगलाकारे भद्रकालिकपालिनी दुर्गा क्षमा शिवदात्रे शिवसोदा नमस्तुते पोसी दिन त लाउनु पनि हुने थिएन नि त भान्सा टिको त कस्तो हो आयो दुर्म सुते श्रेयं तत सरते शत्रु क्षयं रघुवे ऐश्वर्यं लभके गति तपाउने मनन्त दुर्योधने सूर्यो सन्तपने बलं चलदरे सतिं त कुन्ते सुते विज्ञानी विदुरी भवति भवतं कृते च नारायणी जयन्ती मंगलाकारे भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा दात्रे शिवसोदा नमस्तुते शास्त्र त्यसैको हाते ताकेको पुरुष लोकमा लाग्दो सुख पुरुष भागी दाई नहुन् छ वर्ष हो बहिनी बहिनी 6 वर्ष हो 9 हो नि कि 6 हो बहिनी 9 हो नमस्ते ए बहिनी ला She's coming. Come on. Yeah. Happy birthday to you. Happy birthday, dear Shreya. Happy birthday to you. ला फेरि Happy birthday to you. Happy birthday. Happy birthday, dear Shreya. Happy birthday. Hip hip hip. Happy birthday, because you would have pushed श्री सीधा बसा नानी सिँढी त ल बहिनी छेउमा भयो बहिनी छेउमा बसा अलि वडा दिदी पनि बान्जु पनि यहाँ आउनु नि अन्त छबियाको यता सब पहिले नबोलिकन सौरभ तेरो टोक माथि बना विनेश यहाँ र बाबालाई बहिनी सिधा Shreya, happy birthday to you. Hip hip hip. Blow the candle. Blow the candle. Shreya, blow the candle. your wish यो सानो सरी सानो बाउसको न 18 वर्ष यो 9 छोरा छोरा दुईटा छोरी मात्रै सानो दुईटा भाइ उहाँको छोरी अहिले बर्थडे गरेको त्यो रातो केक आउने उसको छोरा निदाल्यान्ड छोरा छोरी विनेश के भयो
होइन क्याम्पसँग Happy birthday. Bye bye. पनि कहिले बुझ्लाई Happy birthday बुली फेरि पनि. यस्तो कल्चरल ल्याङ्ग्वेजमा जुन प्रसारण गरेर यो गर्दै कार्यक्रम गर्नुहुन्छ नेपाली क्लासमा त पनि भाइ नेपाली क्लासमा अब सबैजनाले खुवाइदिनु भयो. अनि त्यस पछाडि नानीहरूलाई दिनुपर्छ. अरूलाई बाँडा त काटेर This is for you. यता टिचर यहाँ टिचिङ गर्नु भएन है मैले गरेन यो This is for me. There you go. Look. यहाँ पनि कोसिस उताको सिजनहरुले गर्दा हुन्छ त्यसैले ध्यान गएन प्राय गएन मेरो मदन गरेन एक्सेन्टहरु के मिल्दैन भन्ने इन्फिरियरिटी फिल गर्छ नर्सिङ काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री शिवा शोभा नमस्ते कहाँ गएको अहिले बस्नु के भन्ने यहाँ पुष्पति पुरेर यो लिएर राखेर अब अलिकति लिएर राख्नु अलिकति जुनी जुनी साचिन्छ लैलै मरिन्छ कि बाँचिन्छ लैलै सम्झना नै मिठो हुन्छ जुनी जुनी साचिन्छ लैलै के मिठो सम्झना
भोलिलाई राख्नु त यति पाँचजना हजुर ऊ पर छ होला नि आज आमाले नि लाउनुपर्छ She's distracting me. कता नआउनु भयो यतातिर चाहिँ नआउनु भयो होला हौ ओके Bro, I'm literally the definition of fried chicken. ए सम्झी त्यही त सम्झीतिर पनि जानुपर्छ है Shut your boba tea Nora up. पूजा पुष्पा एउटा दुनु दिने मोमो श्रीमती यशोर एवं सिद्धार्थ अच्छा पतित प्रार्थना मोनमे गाउँ बेलै आएको रहेछ अलिकति सेता कपडा सानो एउटा जमेर दिइराख्नु त्यसको काममा नानी उ त्यहाँ पुष्पलाई यसो पुष्पलाई अब के को बारेमा गफ गरौँ हामी भोलि जाने भनेर अब कहिले फेरि आउने भनेर हामी कहिले फेरि आउने बाबा नेक्स्ट इयर हजुर हाम्रो हजुरबुवालाई हेरेर भन्नु न नेक्स्ट इयर आउने ओके नानी अर्को साल आउँछ अरे बाबाले भनेको अर्को साल आउने हो थाहा छैन म आउने मिल्छ भने तर अब हेर्नुपर्छ मिल्छ पैसा कमाउनु पर्यो अब आउने पैसा चाहिँ कसले कमाउने हो आमा बाबाहरूले अब भोलि जानु राम्ररी पुग्नु बाबा आमा राम्रो केयर गर्नु लानु पुर्याउनु ठुलो मान्छे बहिनीलाई पनि राम्रो गर्नु अहिले चाहिँ मैले केयर गर्ने आमा र बाबाले मलाई केयर गर्ने अहिले होइन अब आफूले पनि गर्नु पर्यो नि त बाबा आमाले पनि अब 3 वर्ष पछाडि त नानी एक्लै आइसक्छ
बाबा आमाले नानीलाई, नानीले बाबा आमालाई सबैलाई गर्नु पर्यो। ठुलो छोरो ओके अनि पुगेर राम्ररी पुग्नु अनि राम्ररी पढ्नु, सबैभन्दा पढेर ठुलो मान्छे हुनु। अनि अब कति वर्ष पछाडि आफै आउने भएपछि आफै पनि आउन पाइयो। बाबा आमालाई बहिनीलाई पनि लिएर आउनु पर्यो नि त फेरि। ओके हजुरले अहिले मलाई आशीर्वाद दिनुभयो तर हजुरको छोरोलाई पनि दिनुहोस् न। छोरालाई पनि आशीर्वाद, नानीलाई झन् धेरै आशीर्वाद। के पढ्ने त सबैभन्दा ठुलो अहिले मलाई थाहा छैन, म अहिले डक्टरको डिरेक्सनमा जाँदैछु तर अब डक्टर हुने कि हुँदैन थाहा छैन मलाई। डाक्टर हुनुपर्छ। मैनाली फ्यामिलीमा डक्टर छैन। छैन कोही पनि। यता हाम्रो पट्टिबाट चाहिँ छैन, अरू त्यो होला भन्ने भएर। डक्टर हुनु, ठुलो मान्छे हुनु, राम्रो पढ्नु भन्छु नि। अब आशीर्वाद चाहिँ त्यही हो। अब नानीले कति गर्न बाबाहरू दिदीहरू सबैलाई धेरै पढ्नु नि भन्थ्यौँ हामीहरू। अब नातिलाई पनि त्यही हो, धेरै पढ्नु। त्यसरी बाबाले जस्तै काकाहरू दिदीहरू जस्तै पढ्नु, धेरै थोरै पढ्ने मान्छेले अब केही जागिर पाइँदैन, काम पाइँदैन। पायो भने थोरै सानो पैसामा गर्नुपर्छ, त्यसरी धेरै पढ्नु। अब तैँले जागिर गर्ने बेलासम्म त बाँधेर गर्छ होला र पनि तेरो लागि, तेरो बाबा आमाको लागि धेरै धेरै अगाडि बढ्नु। त्यति हो मेरो आशीर्वाद त्यही आफूले पढ्नु पाइएन, छोराछोरी नानीहरूले चाहिँ बाउका पाकाले धेरै पढेपछि सम्पत्ति त्यही खोज्न जान आफू गएन। बस मिस गर्नु होला यो तर के भन्छु के भनेको भन्यो भने स्कुलमा बसमा ढिलो बसिँदा होला नि हामी कल चाहिँ गर्नुपर्छ नि त स्कुलमा। अब भिनाजुले कल गर्न एउटा वर्ष यहीबाट अहिले सबै गयो। त्यताबाट हुँदैन। Why'd you push me? टाउको अड्क्यो नि। त जबरजस्ती पनि अर्के त बस अगाडि राम्ररी अड्के होइन निक्ल्यो। ल्यापटप खुट्टा अलि ओह्रो नानी अलि ओह्रो ल। बाबा होइन अलि अलि यता हो अहिले चाहिँ टोपी मिल्यो। त्यही त जान्नै हुनुहुन्छ तपाईँ जानु पछाडि पछाडि गएको तपाईँ जानु नि बिहाको पछाडि पछाडि हिँड्नु राम्रो भन्नु हिसाब तलमाथि हुनु भएन। भारतीय गिरीलाई दिँदाखेरि कसरी दिने गरेर त्यसरी गर्नु। 60 वटा पुग्यो न। मेरो पनि होइन नि नेपाली देखा के हुन्छ र यता हेर्ने के अरे त्यो आउने गर्ने त्यसो भने मेरी दुनिया है
चलतीस क्लिप लाइनमा त्यसले भन्छ अक्सर नै ए आइपुग्यो रात में बंद करते थे त्यो पहिले लाएको देख्छु होला अनि कसैले लाएको हाल्छु नि म पनि त भन्छु नि चढाएर लाउनु नि भन्छु साह्रो अहिले सबैजना ठुलो उयो भएछ म पनि काम गरेँ जस्तो गरौँ होइन गरेँ जस्तो गरेर हुन्छ नि लाइफ इन्फर्म गरेर है लाइफ के नाप्दो रहेछ त्यो घोटेर नि कोटको झिक फुकाइदिए भाइ फुकाइदिनु राम्रो छ सिधै सिधै लगाएको अङ्कल आन्टीको ताटी गरेर पहिला हेर्दाखेरि कति भयो कि अनि अर्कै अनि देखेको थिएँ मैले सिधै हुने चोटी निकाल्नु कान्छो आउ छोरा आइज नानी सर बाबु नेना अलि अगाडि हो त्यस्तो भित्र खालको पारेको बुवाको निधार साह्रो छ लुगाला राई त भाइ गरी हामी लान्छु सकेको भाइहरूले फोटो खिच्छौ फोटो भिडियो गर्दैन नि 30 सेकेन्ड 50 सेकेन्ड टिकटकको कन्टेन्ट भन्दैछ कन्टेन्ट क्रिएटर कान्छा अङ्कल नि जानु नि त्यतै देखिएन काइली आन्टी खोइ जानु नि मम्मी चाहिँ बस्नु दादा गौरव यहाँ हुन्छ गौरव यहाँ पक्रिनु साइला अङ्कल अलिकति जानु नि आन्टी साइला अङ्कल सबै आउनु नि फोटो खिच्नु राम्रो Is this how you take a photo while recording? I think it is, Ali.
नातिनीहरूको पाला आएको छैन है टिका लाउने सबैको पाला आउँछ सरी सरकल्लो जाऊ तिमी 2-4 बुगाएर लगाइदिन्छ टिको गौरवलाई पनि लु अनि त यही भाबर बस्नु त अनि आयुषमा पनि क्याप्दै पनि लगाइदिन्छ लु अब श्रेया जाऊ तपाईँ झट्टीको लगाइदिनु कि म लाइन्छु नि मलाई फोटो खिचिदिनु एउटा ग्रुपमा सबैजना खिच्नु एउटा एकछिन खिचाइ तुला सर राम्रो खिचाइ तिमीले देख्थ्यौ कि एकछिनलाई देवीले टिका लगाइन्छ एकैछिन ल फुल लगाइदिए बुवालाई घुमाएर भिडियो गर्नु सबै देखाएर भिडियो गरौँ देख अल 30 सेकेन्ड 45 सेकेन्डको गर्नु भयो उताबाट सबै काकालाई दिने अनि यता काट्नु ल पछाडि उभो दुईजना अलिक यता हेर्दा भयो नि त ल भयो ल राम लक्ष्मण जस्तो देखिँदैन बुइनी अलि छेलियो अलि दादातिर गएर बुइनी अलिकति हाँस्न चाहिँ सकेन भाइ अलिक सौरभ ह्याप्पी फेस हाँस हाँस ह्याप्पी फेस लु अझै मजा काम चल्यो के भन्छु भान्जीको ल जानु दिदीले सकेको भाइहरूले फोटो खिच्यौ फोटो भिडियो गरेन नि 30 सेकेन्ड 50 सेकेन्ड टिकटकको कन्टेन्ट भन्दैछु अहिले नातिले खालेर अहिले कान्छ अङ्कल नि जानु नि त्यतै देखिएन काइली आन्टी खोइ जानु नि मम्मी चाहिँ बस्नु त यही बस्नु दादा गौरव बिहा हुन्छ गौरव बिहा पक्रिनु साइला अङ्कल अलिकति जानु नि आन्टी अङ्कल सबै आउनु नि फोटो खिच्नु
राम्रो आइरहेको Is this how you take a photo while recording? सबैजना बस्नु के अन्त बुहार लगाउँछ नि I think it is Ali. त्यो त होला नि होइन नातिको पाला आएको छैन टिका लाउनु सबैको पाला आउनुपर्छ सरी सरपल्लो जाउ तिमी दुईजना बुहार लगाइदिन्छ टिको गौरवलाई पनि लु अनि त यी भाबर बस्नु त अनि आयुषमा पनि क्याप्दै पनि लगाइदिन्छ लु अब श्रेया जाऊ तपाईँ झट्टीको लगाइदिनु कि त्यसै अनि टिकै मात्र भएको के क्यास पैसा भन्दिनु मेरो पर्सै बाँकी छ अहिले एकछिन त म लाइन्छु नि मलाई फोटो खिचिदिनु म नि टिका लाइन्छु ए एउटा ग्रुपमा सबैजना खिच्नु एउटा एकछिन सबैजना ठुलो सर राम्रो तिमीले देख्थ्यौ कि एकछिन देवीले टिका लगाइन्छ एकैछिन ल बहिनी फुल लगाइदियो बुवालाई सदाशिवपति ध्यानमा बहुत मन्दी वाम काखमा बहुतै महाकाखमा बहुतै प्यारी तकी श्री पार्वतीजीले एक दिन पार्वतीले तहाँ शिवजी छै सोधिन चरणमा परी आफू त स्वभाव जान्दथिन् तर दया सम्पूर्ण लोकमा गरी हे नाथ बिन्ती म गर्दछु हजुरमा रामको हुनु जगतका पति राम हुनु जगतका पति रामदेखि अरू कोही छैन जनका संसार तार्ने गति जसको भक्त गर्यौ भने तै भनी संसार सागरमा नौका झैँ तरी जान्छ झटपट गरी त्यसै नगर्दैमा ताराङ्कन लोकमा लोकमा जनहरू एक ईश्वरै मान्दछन् केही तर्ब नपाई मूर्खहरू त मानिसरी ठान्दछन् क्या भन्छन् ती राम ईश्वर भए सुख क्या न तिनले गरे सीता रावणले जसै हरिती त ठुलो विपदमा परे ईश्वरलाई त शोक हुँदैन हुँदैन आज्ञा पनि यिनमा यो सब देखियो र कसरी जानु ईश्वर हो भने तरे भाइ म दिदी बहिनी पनि सबै चलि गए सम्पूर्ण स्वर्गैमा विद्याले धनले भए जब मुहिम
लाग्यो र धिकारती गर्छु नोकरी जान्छु म भने खोज्दै गएँ मै पनि पुगे मणिपुर जसै रहेछ बिर्सिहालेछ पहिले नाम मङ्गल ढेरै भरमा पुत्र नदी नगी चाहिँ बने साह्रै सुशोभित भए यस्ता सुन्दर देशमा जन्म भयो मेरो तथा केही पनि क्यारो भाग्य अनुसार ल्याउन गए सबदेखि सबको कमी बालक वर्षको दाजुभाइ र पिता सम्पूर्ण स्वर्गै गए माता दिव्य विचारिणी हुन गए मेरा विपत्ति भए म हेर जाकरी गरे 2 वर्षमा नायक बिग्रे जर्नेलले मलाई पर्मिसन दिए बुझे लायक शासन भारत वर्षको गरिदिए ब्रिटिस बहादुरले जापानलाई पनि दमन गरिदिए ब्रिटिस सिरचार्जले उनको स्वर्ग भयो फिरे उता पनि छोडेर त्यो नोकुर जन्मस्थानमा फिरे अनि पछि आनन्द सागर पर यति नै मैले होइन हामी पनि आएछौँ बसिरहेको थियौँ अनि के गर्नु हुँदैछ भनेर ठिकै छ कति बेर लाउनुपर्छ त्यो एकछिन एकछिन ए ठिकै छ त ठिकै छ पढी म यहाँ बुवालाई देखाउँछु है त सबैजनालाई बुवा कस्तो हुँदैछ तपाईँलाई अहिले बुवा भन्नु ठिकै छ मलाई त्यस्तो समस्या साह्रो छैन त्यही अक्सिजनको मात्रै हो कोही नसुक्दा हुँदै नेपालमा हुने मान्छे पहिलाभन्दा अलिक ठिक भएको छ नि अलि ठिक भएको छ ठिक हुँदैछ जाति हुन्छ राति हुन्छ ए ल बुवालाई चाहिँ राम्रो हुँदैछ यहाँ तपाईँहरू अलि आत्तिनु भयो जस्तो लागेर मैले यो बुवालाई नि बोल्नु लगाएको ठिक हुँदैछ है त सबैजना अनि मात्रै भन्छ नि भनेर अरू केही भन्नु छ 3-4 खेर हामीलाई रोकेर छैन हामीको भन्नु त्यसैमा कुरा
त्यो अक्सिजन अलिक बढाएको छ कि सर्किङ सर्छ होला अहिले सुन अहिले यहाँ के अरे आए नि त छोराछोरी आए काका त्यसरी जाति हुनु हामी फेरि आउँछौँ भनेको छन् अब जाति भएर घर जानु होला नि त बुढी भएको भाउजू पनि आए नि खोइ गए तपाईँले मलाई भन्नुभएको होइन रात राख्नु ल यो जाति भएर नि बढी जानुपर्छ होला नि घरको कुरा गरेर हामीले बाँकी कुरा सबै केही गरेर राम्रो होस् भने चाबी चाहिँ गाउँले उहाँको इच्छा पुरा गरिदिनु हामीले अब राम्रो हुन्छ हामी त्यो बेला हुन्छौँ तपाईँलाई लान्छौँ त्यो खैरीले पनि एउटा भावी भएर हामीले साथ दियो नि हामीले चिताको काम पुरा गर्दै त्यसलाई पनि धन्यवाद दिन्छौँ भगवान् दाइ नहुँदा राम्रो लाग्यो नि कि सफल भयो अब सबै राम्रो भयो भयो भने जानुपर्छ भएन भने मैले अस्ति भनेको सबै भनेको छ चाबी छ हामी बाँकी कुरा अस्ति त्यहाँ छु मैले भनिसकेको छ नि बिर्सिनु भएको छैन केही बिर्सिनु भएको छैन त्यही कुरा हुन्छ ल ल चाबी एकछिन राख्नु तपाईँले कसलाई दिने
ठिकै छ बुवालाई यसो हेर्नुहोस् कि बुवालाई यसो हेर्नुहोस् बुवाको त्यो अहिले मास्क लगाएको छ बोल्नु हुँदैन बुवाले चिन्नुहुन्छ है चिन्नुहुन्न म देखाउँछु चिन्छु भन्नु भने टाउको हल्लाउनुहुन्छ है त म्याच हुन धेरै गाह्रो पर्छ म्याच भइसकेपछि लिमिटेड हुन्छ नि त ट्रान्सप्लान्ट डोनर्सहरू काम गर्ने मान्छेहरू लिमिटेड हुन्छ त्यसमा प्रायोरिटाइज गर्नु पर्दाखेरि ट्रान्सप्लान्ट गर्दा पनि लाइफ एक्सपेक्टेन्सी कम्ती हुन्छ भनेपछि उनीहरूले त्यसमा हाल्दैन अरू कुनै फाइब्रोसिस पनि छ अन्त खासै छैन अब डायबिटिस थियो सेन सिटी स्क्यानहरू कस्तो थियो त्यो थियो भने राम्रो हुन्छ नि त के खाने त हामी खानेकुरो त खानु पर्ने त हो कसरी यस्तो मुनिबाट बसेको ठाउँमा घाउहरू त भएको छैन कोही सामसुङ त गर्नु पर्ने भएको छ यस्तो आफूलाई दिनभरि बस्दै रोसन त लगाइदिइराखेको छु मान्छे केटाहरू भगवान ब्राह्मण हिंद कर्मस्थ श्रीमती धनंजया तथा विकास गुरुदक्षि तथैवच अनिता मदा सर्वे सर्वे जगतिदा ज्ञानसर्वज्ञा नाना विशारदा पर्यत धन बल विस्मा विरक्तम पर्यत धन बल विरक्तम आदि सर्वेषु यथा भागः भविष्यागमि दक्षि गम सर्वैः तस्य जन्म कुरुविद्या राम किमनो यथा ज्ञाता तथा संघात वेद्यास्ता परमान प्रमुख आदित्य सूत्र विभवता तथा संघात तथा क्षेत्र मार्गो मागे चालको माता वस्तु विद्याको पांचजन विषय केतो देव तत्वं धनंजय पण संघ भगवंतरा अंत विजन राजा कुंती पुत्र विप्रान उपदेश संघो एकदम सडयात काले योधारयति स्वादिता तमनवचन्ति भूतानि मुख्यते सर्वतोयात् एतां विद्यामरिकतो विस्तरूपात् सकल्पतो त्रैलोक्यलक्ष्मीं भुजे निरदितवरे सदा श्रीमद्भागवते महापुराणे पारमहंसं संहितामस्तस्कन्धे नारायण परमसकलं नामानि समुद्राय हरे नमः कृष्णाय वासुदेवाय हरे परमात्मने प्रातःक्लेशनाशाय गोविन्द किन होइन र हामी बुझ्छौँ सबै दिदीहरू सबैले बुझ्नुहुन्छ कि सबैले बुझ्नुपर्छ थोरै बोलेर कति दिनुहुन्थ्यो हामीले होइन एक शब्द बोलेर कति बुझ्थ्यौँ अब त्यही हामीले बुझ्नुपर्छ बुवालाई एक शब्द बोल्दाखेरि 1000वटा शब्द बुझ्थेँ मैले सबैले त्यो बुझ्नुपर्छ बोल्नु त पर्छ त नरहिकन एउटा फोटो खिचौँ हामी सबैजना फेरि पाइँदैन बस्नु त म खिच्छु भाइ म खिचिदिन्छु
दिदीहरूले यसरी टेन्सन गरेर आमालाई कति गाह्रो हुन्छ त्यो पनि सम्झिनु होइन धेरै कतिचोटि मर्दै मात्रै होइन मैले त्यही भनिहालेँ तपाईँले मर्दै मात्रै 80 वर्ष झन्डै पुर्याइदिनु भयो 80 पुर्याउनु भएको अहिलेसम्म 85 बाँच्ने मन थियो भन्नुभयो यहाँ फुल आउँछ यहाँ किन आउँछ कल गरेको थिएँ नि दिदीलाई दिदीलाई फोटो कसैकोबाट दुःख भन्छ भन्नु बिर्साउनुपर्छ होला भाइ तपाईँको नि यो भेस खोल्नु
नमस्कयामि नमस्करोमि श्रेष्ठगाय नमः ओम अग्रकर्म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 
कपाय नमः अवनुष्ठामि लाई लाची लाची करो मैं ओम मैं स्वाहा स्वाते स्वाहा स्वाते स्वाहा लोहिताय स्वाहा लोहिताय स्वाहा ओम मेदव्या स्वाहा ओम मेदव्या स्वाहा मांग पित्या स्वाहा ओम मांग पित्या स्वाहा ओम अनाव्या स्वाहा ओम नाव्या स्वाहा ओम अव्या स्वाहा ओम अव्या स्वाहा ओम मदभ्यः स्वाहा ओम मदभ्यः स्वाहा ओम रेतते स्वाहा ओम रेतते स्वाहा ओम रेतते स्वाहा ओम वायवे स्वाहा ओम वायवे स्वाहा ओम प्रायताय स्वाहा ओम प्रायताय स्वाहा ओम संयताय स्वाहा ओम वियताय स्वाहा ओम पूज्यस्वाय स्वाहा ओम श्रुते स्वाहा ओम श्रुते स्वाहा ओम स्तोतते स्वाहा ओम स्तोतते स्वाहा ओम स्तोतमानाय स्वाहा ओम स्तोतमानाय स्वाहा ओम स्तोकाय स्वाहा ओम स्तोकाय स्वाहा ओम तपसे स्वाहा ओम तपसे स्वाहा ओम तप्यते स्वाहा ओम तप्यते स्वाहा ओम तप्यमानाय स्वाहा ओम तप्यमानाय स्वाहा ओम घर्माय स्वाहा ओम घर्माय स्वाहा ओम निष्कृते स्वाहा ओम निष्कृते स्वाहा ओम प्रायश्चित्ते स्वाहा ओम प्रायश्चित्ते स्वाहा ओम भेगदाय स्वाहा भेगदाय स्वाहा ओम क्षेमाय स्वाहा ओम क्षेमाय स्वाहा ओम अंतकाय स्वाहा ओम अंतकाय स्वाहा ओम ब्रह्मचारी स्वाहा ओम ब्रह्मचारी स्वाहा ओम ब्रह्मणे स्वाहा ओम ब्रह्महत्याय स्वाहा ओम विश्वे देवीभ्यः स्वाहा विश्वे ओम द्यावा पृथिवीभ्यः स्वाहा ओम द्यावा पृथिवीभ्यः स्वाहा ओम द्यावा पृथिवीभ्यः स्वाहा ओम प्रेतादयतन इंद्रो वाहा ओम केशवाय नमः नारायणाय नमः माधवाय नमः दीपकलाई आह्वान जोडेर आह्वान गर्नु र पूजा गर्नु कर्म साक्षी भगवान दीप देवता शिवो नमः दो दीपौ प्रज्वाल्य पूजयामि आवाहनम आसनम पुष्पेश्वर राखिदिनु एक कुरा पुरस्कार टुक्रा आसन अनि अक्षता चन्दन पुष्पले पूजा गर्नु ओम कृष्णदेवी पूजनम ओम कृष्णदेवी पृष्ठोग्नि पृथ्व्या पृष्ठ विश्वा खदिरा विवेश वैश्वानर सहसा पृष्ठ अग्नि सनोदिवा शरीरस्ताजुनक्तम भगवान कर्म साक्षी दीप नारायणाय चन्दनम अक्षतानि पुष्पम अनि त्यो अङ्गुरका दाना पनि एउटा यसो फेर्दा राखिदिनु नैवेद्यार्थै इदं फलं निवेदयामि दीपदेवताभ्यो नमः पुष्प लिएर प्रार्थना गर्नु हो दीप ब्रह्म स्वरूपस्त्वं कर्म साक्षी अभिन्नकृत यावत् कर्म समाप्ति स्यात् तावत् त्वं सुस्थिरो भव ओम नमोस्तनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षरुभावे सहस्रनामले पुरुषाय शाश्वते
सहस्रकोटि उदाहरण राख्नु त्यसलाई फेरि चोक्नु चम्चीलाई त्यसमा चोक्ने मात्रै हो अर्कोबाट 3 खेप गर्नु मुखे आचमनम जलम समर्पयामि मुखे आचमनम जलम समर्पयामि मुखे आचमनम जलम समर्पयामि त्यसलाई चोक्नु चम्चीलाई फेरि अर्कोबाट 1 खेप गर्नु त्यो सर्वाङ्गी अब सबैका अगाडि माथि माथि मती जानते हरि अब चन्दन दिनु छ पानी हालिरहनु पानी हाल्नाले सबैका शिरमा लगाइदिँदै आउनु चन्दन निकै लामो छ कहिलेसम्म लाग्यो चलिरहेको छ अब उयो त्यो हात डढ्छ यो नि यो दोकानको लाइटर पनि यो खालको अर्को त्यो गन खालको चाहिँ यसले त हात डढेर अब यो त तपाईँ नि बस्छ यतैबाट 9 दिनसम्मै गर्नुपर्छ है डढेर अद्देह वंशगोत्र भानुप्रेत व्रतात् प्रथम दिनात् द्वितीय दिनात् तृतीय दिनात् चतुर्थ दिन सम्बन्धी इदम दीपम से आवाभ्याम दियाते तब त्यसताम छोडिदिनुहोस् अब त्यो पानी भएको छ नि हाम्रो त्यसको लागि पानी यसो त्यो दुनालाई यसो पानी लिएर आह्वान जस्तो गरेर घुमाएर माथि यसो हात घुमाएर अब ती बटुकै यी बटुकै माथि यसो गरेर अद्देह वंशगोत्रभानुप्रेत प्रथम दिनात् सम्बन्धी प्रथम दिनात् द्वितीय दिनात् तृतीय दिन चतुर्थ दिने सायंकाले इदम पानी अन्ते आवाभ्याम दियते तब त्यसलाई छोडिदिनुहोस् अब उ त फुलको लागि फेरि अघिकै जस्तो यसो घुमाएर त्यहाँ घुमाएर यी ल्याएर पुष्पको कुर्तासँग वंशगोत्र भानुप्रेत व्रतात् प्रथम दिन सम्बन्धी प्रथम दिनात् द्वितीय दिनात् तृतीय दिनात् चतुर्थ दिन सम्बन्धी सायंकाले इदम पुष्पम ते आवाभ्याम दियते तब त्यसताम छोडिदिनुहोस् अब त्यसलाई त दुध र पानी मिसाएर चाहिँ होइन त त्यहाँ त्यो अहिले पर्दैन भोलि बिहानदेखि हो बिहान ए बिहान हालेको पानी यो चाहिँ बेलुका अब उयो धुपकाँटी एउटा जलाइ यतापट्टि भन्दा नि कि एउटा के फलफुलमा यो आखिर कसैले चलाउँदैन कि अडियो भने हुन्छ हो त भित्तामा फुटे जस्तो छ हो त्यहाँ छ्यासै अडिदियो भने त भइगयो एकछिन भइगयो त अब यो बत्तीलाई बालिदिनुहोस् यस्तो अघि भयो भएन छोडिदिनुहोस् अब नि सबै हुनु यस्तो गर्नुहोस् अनादिनी धनौ देव शङ्खचक्र गदाधर अक्षय पुण्डरी काक्ष प्रेतमोक्ष प्रदो भव कृष्ण कृष्ण कृपालुष्टम अगतीनां गति प्रभव संसारणवर्णानां प्रतीद पुरुषोत्तम यो ठोकिदिनुहोस् यसले के भनेको भने इदम पश्चा यो बत्तीले अन्धकारमा हेर्नुहोस् यो पानी पिउनुहोस् यो पुष्प चाहिँ लगाउनुहोस् है भनेको हो प्रत्येक दिन बेलुका इदम पश्चा इदम पिव इदम परिदे तपाईँहरूले त
तपाईँहरूको पाला त संस्कृत पनि थियो नि अलिअलि त अलि थियो तर त्यस्तो बुझ्ने गरी जानिँदैन थिएन तर बुझेँ मैले यो चाहिँ हामीले पृथ्वीबाट स्पेसमा लगेको स्पेस कस्तो चाहिँ के हो तपाईँहरूलाई लोकन्त चाहियो भने दुर्गा प्रसाद अनि हेमलाल भन्नुभएको पनि तिमी त यहाँ माथि टपरी माथि वैश्वानर सहसा पृष्ठ अग्नि सनोति सर्दै गर्नुपर्ने दानव संवादे मध्यमाने महोदय फुल उत्पन्न जिला कुंभ पितृत्व विष्णुना स्वयं तत्व सर्वतीर्थानि देवा सर्वे स्थिता आदित्य वसुव रुद्रा देवा सुपितृगा त्वयि तिष्ठन्ति सर्वेपि यत् काम फलप्रदा तत्प्रसादात् मह्यं यज्ञं कर्तुमेह जलोद्भव सान्निध्यं कुरुते सत्संग उच्च कलशमा राखेको उल्टै होइन सभ्यले भन्दा सिधै चढाउने राख्नु र त्यो अघिको पुष्पबाट पुष्प फेरि त्यहीमा रिटर्न गर्नु भन्छ त्यहाँ चढाएको यतै ल अब यही पाराले अरू गर्नुपर्छ त्यसो हुँदा त्यो दोस्रोलाई तपाईँले अलिक धेरै पानी लाउनुहोस् म त्यसैमा सङ्कल्प गरिदिन्छु सबैको पानी चुस चुस लाउँदा पुग्छ है त ल अब त्यसमा परेकै छ सबै थोक उठाउनुहोस् त्यसलाई देब्रे हातमा राख्नुहोस् दाहिने हातले ढाक्नुहोस् ओम नमो नारायणाय या दिव्य आप पैसा संवर्धक वीर्य अंतरिक्ष हिरण्य बनाएका स्थान आपसं शिवना भवन्तु अब तपाईँले चाहिँ त्यो दाहिने हातले त्यहाँभन्दा यता 9 वटा हुनुपर्छ उस लिनुपर्छ हातमा र त्यहाँ पानी समाउनु 9 वटा कुश चाहिँ हातमा लिनु र पानी समाउनु एकत्र क्रिया गर्नु पानी तर त्यो परको कटौरो देब्रे हातमै हुनुपर्छ है है ल अद्देह पूर्वोच्चारित संकल्प सिद्धिरस्तु उपमन्युषु गोत्रस्य मम पिता भानुभक्त प्रेतस्य वा दिवंगतस्य एकादशाई मध्यम षोडशी श्राद्धे एष हस्तार्घस्ते शिव श्राद्धे यम श्राद्धे सोम श्राद्धे हव्यवाह श्राद्धे कव्यवाह श्राद्धे काल श्राद्धे रुद्र श्राद्धे पुरुष श्राद्धे एष अर्घस्ते स्वधा जो कटौरा अब अलि पुष्प पनि लाउनु त्यो पुष्प ठाउँमा है अलि ल तिनीहरूबाट दोस्रोबाट एउटा पुष्प र एउटा पुष्प चढाउँदै पहिलो कपडा लाएसम्मकालाई लाइदिँदै अपसभ्य भएर गर्ने ठाउँदेखि उता ओम या दिव्य आप पयसा संभवुर्वा उत पार्थवीर्य हिरण्य गर्भ यज्ञ स्थान आप सं शिवना भवन्तु छेउको सिधुवालाई छोइराख्नु पानी समाएर दाहिने हातले ल ओम इदमन्नम एतत् भूस्वामी पितृभ्यो नमः छोडिदिनु प्लिज त्यहाँको त्यो पानी छ नि गोत्रस्य भानुभक्त नाम्नः दिवंगतस्य अस्मत्पिता मध्यम षोडशी श्राद्धां श्राद्धे काल श्राद्धे रुद्र श्राद्धे पुरुष श्राद्धे
स एतदन्नं सजलं सुपस्करं सहव्यं कव्यवाहनाय कालाय रुद्राय तत्पुरुषाय नमः। छोडिदिनु पानी पानी सबैमा अलिअलि 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 ल त्यो भएर फेरि पिण्ड दिइसकेपछि चाहिन्छ राख्नु हुन्छ। ल ल अब पिण्ड दिन योग्य बन्नु है ल। अब निधन भयो। अब त्यहाँमाथि तस्य मध्यम षोडशी श्राद्धान्तर्गत पिण्ड दान कर्मणि विष्णोः एष पिण्डस्ते पल्लो छेउमा सिधै अर्को लिइहाल्नु। कुश एउटा कुश राख्नु, अलिकति अक्षता राख्नु, पानी लाउनु, तिलानीको पानी त्यो अध्यय उपमन्यु गोत्रम अस्मत् पिता भानुभक्त अच्युतं स्तर्पयामि, ओम जनार्दनं स्तर्पयामि, ओम उपेन्द्रं स्तर्पयामि, ओम हरिं स्तर्पयामि, ओम श्रीकृष्णं तर्पयामि। लु अब नि हामीले ती माझाका लागि बाती बालेर घुमा अद्य कुशादिकमादाय अद्य अमुक गोत्रस्य उपमन्यु गोत्रस्य अमुक प्रेतस्य भानुभक्त नाम्नः प्रेतस्य प्रेतत्व विमुक्तितमश्लोः लोकप्राप्ति हेतुः अंतर्गत ऊनमासिक द्वितीय त्रैपाक्षिक तृतीय मासिक चतुर्थ मासिक पंचम मासिक षष्ठ षड मासिक कर्णभेद यसो सौर्यहरू पनि गर्थ्यो। ओम कर्णवेद संस्कार भद्रं कर्णेभिः शृणुयामदेवा भद्रं पश्चिमान् चतुर्विद्या हम अङ्गुलीकादे नमः। सो कपाल काटे चौरकर्म संस्कारं सम्पादयामि। ओम हम अग्नयशुचिकादे नमः। अन्नप्राशन संस्कारं यसो चामल अन्नमतेन शृणुतेन विशुद्ध इति अन्नप्राशन संस्कारं सम्पादयामि। ओम हम अग्नयशुचिकादे नमः। उपनयन संस्कारं सम्पादयामि। हम अग्नयशुचिकादे नमः। वेदारम्भ संस्कारं
हम अग्नये सूर्याय नमः गायत्री समूह वैश्वानराय विद्महे सप्तर्षिवाय धीमहि तन्नो अग्नि प्रचोदयात् ओम हम अग्नये सूर्याय नमः ओम अग्नि प्रचोदये अभिवादन विद्युता माता दयादिय हम अग्नये सूर्याय नमः विवाह संस्कारम ओम भगये घर ठिक्क परेछ परिवार र पुरै बाँकी पालो गर्न लाउँदा पनि हुन्छ एउटा सकिन्छ भने बाती पनि बाल्दिन पायो त्यो भन्ने कुरा आयो हो त्यो पेपर अलिकति चुन्नु त्यसमा राखेर त्यो पेपरमा राख्नु लाइट जुन म पार्दिन्छु तपाईँलाई यहाँ दिनु मलाई लाइट पार्दिनु घुमाइदिनु ओम चन्द्रमा मन सोचा तस्सु सूर्यो जाता सोचा शुक्रान समुखा धर्मेर जायता यस्ता फरक त्यो सिधा उहाँ छ नि त्यो एउटा सिधा चाहिँ ठिकै छ होला होइन एउटा सकिन्छ भने बाती पनि बाल्दिन पायो हुन्थ्यो भन्ने कुरा आयो हो त्यो पेपर अलिकति चुन्नु त्यसमा राखेर बाल्नु त्यो पेपरमा राख्नु त बाबु हो त्यसमा लाइटर जुन म पार्दिन्छु तपाईँलाई यहाँ दिनु मलाई लाइटर पार्दिनु घुमाइदिनु ओम चन्द्रमा मन सोचा तस्सु सूर्यो जाता सोचा शुक्रान समुखा धर्मेर जायता आधत्त पितरो गर्भं कुमारं यचेह पुरुषोत्तश्च ओम मधुवातारिताय ते मधुजयन्ति सिंहवा माद्वेषः संतोषदि माद्वे गावो भवन्तु ओम मधु ओम भयं च निर्भयं च निर्भयं त्वं दीर्घयज्ञेता बाती पनि पाल्दैन यो बाती गर्नु है यो बात यता है यता हो त्यता हिरण्यासहितं सङ्कर्षणमा आवाहयामि आवाहनमा आसनं पाद्यमर्गमातुं समर्पयामि नमस्करोमि एवं चित्र भवन चित्रो नाम पार्थिव यम सेवांडो भ्राता तत्र राज्यं प्रसादि तं विलोक्य महाकायं तदा भीतो पलायते तथा सम्मुखमागत्य कैवर्तामर्जनो ब्रवद इयं ते तर्तुकामाय महावैतरणीं नदीं नावमानाद्य सम्प्राप्य दिमे पुण्यमे धृषीम्
दानं वितरणं प्रोक्तं मुनिभिस्तत्तदर्शिभिः येन च तीर्यते तस्मात् वैतरणीं स्मृत यदि त्वया प्रदत्तागौ तदा नोपसर्पेण नेथे भगवते स्वयं सुप्ताः यद् सप्तमे सम्प्राप्ते पुरं बहुधा पदं ब्रवीत् तत्र भूते प्रदत्तं यत् सप्तमी मासि पुत्रकै तत्पुरं च प्रतिक्रम्य दुःखपुरं विवेचते महत् दुःखमवाप्नोति खेतरेश्वर महापुरुषलाई यसो टिको लाएर 2 पैसा दिन पनि सुरापका कुनै दिन मन्दिर गरिन पनि सत्पुरुषहरूको सेवा पनि गरिन परोपकार त गर्दै गरिन त्यसैले भोग अब जे भोग्छस् जति यिनीहरूले कष्ट दिन्छन् त्यो भोगहरू भनेर भन्नुदेखि अरू उपाय छैन किनभने यमदूतहरूको पन्जामा परिसकेको छ कहाँ भाग्नु के गर्नु केही छैन जलाशय बनाएको तो ही निर्जने कुनै ठाउँमा यसो पानी पिउने धारै बनाइदिएको थियो भने पिउँथे कुनै बेलामा पानी किनेर लु खाऊ सबैले भनेर शरबत बनाएर बाँडिया थियो भने हुन्थ्यो अक्षय बालक काल बिति गयो प्रभुजीको सपाल लीला गरी बालक भन अब सकिँदै गयो सारेको व्रत बन्द भो परिसके सर्व सब शास्त्र खुब बोध गरी शास्त्र खुब बोध भनेको सबै शास्त्रहरू बुझाएर अब पढ्ने ज्ञान भयो अब दिनमा शिकार वनमा सता शिकारी बनी भक्तवत्सल भगवान को लक्ष्मी नारायण भगवान को श्री राधा सर्वेश्वर भगवान को सियावर रामचंद्र भगवान को कैलाशपति उमान भोलेनाथ भगवान को सत्यलोकवासी ब्रह्मा जी को समस्त इंद्रादि देवताओं को उपमन्यु गोत्रीय समस्त पितृयों को उपमन्यु गोत्रीय दिवंगत आत्मन को आज का आनंद को जय जय श्री राम। पैसा मेरो तरिका नाम राखे ओम नमो कव्या श्रीमती चौराई नमो ब्रह्मसुताभ्यो नमो नमः वीरावती धेनुमती भूतं सूया मनवेद सत्याभ्यस्कम्ना रोदसे मैथो मैकरे कृष्ण ब्रह्मा गले विष्णु नमो ब्रह्मदेवाय गोकमणिताय जगदीशाय कृष्णाय गोविंदाय नमो नमः लयो न्यायो ने इसको युक्तोदात कल्पोदात कामोदात कामायदात कामः ला अब अर्को मान्छे बोलौँ नमो कव्यः श्रीमतीभ्यः चौरायीभ्यः एव च नमो नफुट्ने तललाई नागबुद्धे पुराणेषु एकाशौ प्लवर्वता मुद्रे गङ्गादयो नेत्रयो सशिवास्तरो एते यज्ञातरो देवातानेन पदार्थमे तक्ष गङ्गा ओम कृष्णेन दशावतमानो निवसनं वसन्मतं च सर्वणः सहिताय नारीमानां देव्याः मम पितो अन्तिम प्रयत्नमिति प्रस्थान करियो ओम महादेवो शान्ति
घिउ चाहिँ आइन्छ घिउमा भिजाएका बाटु के हुने हो अब कपुर लाउँदा हुन्छ होला खै म के बोल्छ नगे लाउँदा पैसा यहाँ कपडा टुक्रो ल्याउँ त कपडा टुक्रो सम्झनामा मैले केही शब्दहरू उच्चारण गरेको थिएँ। धेरै शोक समयमा भए पनि म सम्पूर्ण परिवारलाई, माताजी र परिवारलाई धैर्य धारण गरिदिनु अनुरोध गर्छु। आँसु धेरै नबगाइदिनु होला। हुन त हस्पिटलका बेडबाट धेरैचोटि बुवालाई गफ गर्दै मध्यरातमा अलिकति आँखा चिम्ल्या बेला बाथरुममा बस्दै आँसु पुसिसकेको पनि छौँ हामी सबैले। आज हामी शोकमा छौँ र म सबैजना परिवारलाई के भन्न चाहन्छु भने हामी सबै पूर्ण निराशामा छैनौँ, निराश बन्नु हुँदैन। बुवाको शारीरिक यात्रा 8 जुन 2026देखि विश्राममा पुगेको छ। हामीले उहाँको यात्रामा पठाइसकेका छौँ। आज हामी उहाँको पार्थिव शरीरलाई मात्रै यहाँनिर उपस्थिति देखिरहेका छौँ। तर उहाँले बुझाउनु भएको प्रेम, ज्ञान, संस्कार अनि हामीभित्र भएको सबै जीवित हामीसँग सबैमा
आएको छ र हामीले बुझेका छौँ। जीवन विज्ञानले दिएको एउटा निश्चित समय हो। सम्पूर्ण जीवित मानिस मात्रै नभएर सम्पूर्ण जीवित पृथ्वीमा अथवा ब्रह्माण्डमा रहेका चिजहरूको सीमित समय भएको हुनाले गर्दा जीवन र विज्ञान निश्चित समयको पनि सीमितै हुन्छ। त्यस्तै जन्म र मृत्यु पहिले तोकिएको हुनाले गर्दाखेरि यो परमधाम जाने पनि स्वाभाविक भगवानको यात्रा भएको हुनाले बाबाले परमधामको यात्रा 8 जुनबाट सुरु गर्नु भइसकेको छ। अलिकति मैले करेक्सन गर्न पर्ने जस्तो बुझेँ, मैले गलत भयो भने क्षमा चाहन्छु। बाबा 13 फागुन 2005 सालमा जन्मिनु भएको हो र 8 जुन 2026मा उहाँले आफ्नो परमधामको यात्रा सुरु गर्नुभएको थियो। जम्मा हेर्दै गर्दा उहाँले हामीसँग 77 वर्ष 4 महिना र ठिक जुन उसमा 13 दिनको अर्थपूर्ण जीवन हामीलाई सुम्पिनु भएको छ। जतिसम्म उहाँले इमान्दारीका साथ आफ्नो कर्तव्य पुरा गर्नुभएको महसुस हामी सम्पूर्ण परिवारले गरेका छौँ। सन्तान नाति नातिनाको सफल यात्रा उहाँले पूर्ण रूपमा देख्नु भएको छ र जीवनभर उहाँले हामीलाई दिनुभएको एउटा उदाहरणीय यात्रा यति मूल्यवान छ हाम्रो जीवनका लागि। हामीले उहाँको यात्रालाई पाइला पाइलामा सम्झिँदैछौँ। थोरै बोल्दै उहाँले ओठ मात्रै चलाउँदाखेरि पनि हामी छोराछोरीले सबै कुरा बुझ्थ्यौँ। उहाँलाई हेरेँ भने मात्रै मैले उहाँका धेरै कुराहरू अलरेडी बुझ्थेँ। बुवा के हो भनेर धेरै मैले सोध्नै पर्दैन थियो। आँखाबाट उहाँका कुराहरू बुझ्ने हुनाले त्यो बुझाइबाटै कति कुराहरू हामी गर्ने गर्थ्यौँ। आज हामी उहाँको शरीरलाई विदाई गरिरहेका छौँ तर उहाँको सोच, मूल्य र प्रेरणालाई अँगालेर जीवनभर हामी यसरी नै अगाडि बढिरहनेछौँ। यस कठिन घडीमा दुःख भन्दा पनि हामी सबै परिवारले र इष्टमित्रहरूले एउटा कृतज्ञता व्यक्त गर्नु नै सबैभन्दा ठुलो कुरो हुन्छ होला। बिछोडभन्दा सम्झना शक्तिशाली हुने हुनाले बुवाको नाममा हामीले सम्झिने कुरा बाँकी रहन्छन् होला। र मृत्यु सबैभन्दा अन्त्य होइन, यो सत्य मात्रै हो। जीवन स्वाभाविक हुन्छ, स्वाभाविक रहन्छ, यो एक अध्याय मात्रै हो। यो अध्यायलाई पुरा गर्नु सबैले नै पर्छ। हामी बुबाप्रति सधैँ गर्व गर्नेछौँ। उहाँले जीवनमा हामीप्रति देखाउनु भएको मार्गदर्शन हामी परिवार, छोराछोरी, नातिना र इष्टमित्रका लागि एउटा उदाहरण नै छ। र यस दुःखद घडीमा म बुबालाई सम्झिँदै उहाँको जीवन यहाँ अगाडि राख्दै, उहाँले सुन्न त सक्नुहुन्न तर मैले यी वचनहरू केही समय हस्पिटलमा बस्दै गर्दा मलाई उहाँले टाउको हल्लाएर सबै कुरा स्वीकारिसक्नु भएको हुनाले गर्दा, यो ऐश्वर्य दिनलाई स्वीकारिसक्नु भएको हुनाले गर्दा उहाँको आत्मा परमधाममा गइसकेको महसुस गर्दै आज यहाँ जति पनि यो हलमा उपस्थिति भइदिनु भएको छ, यहाँहरू सम्पूर्णलाई हाम्रो परिवारको तर्फबाट धेरै धेरै धन्यवाद भन्दै म अहिलेलाई धेरै शब्द भन्न चाहदिनँ। I would like to share some of the memories and life lessons I gained from that gift. Some of my favorite memories with my grandfather are when I was a kid, staying up late at night, watching the Polly movies with him. My grandmother would often walk into the living room and shout, "It's 11 p.m., you have to go to sleep now." And my grandfather and I would check the time, only to discover it was only 8:30. I cried watching so many of those Nepali movies with him because many of them ended with death. But none of those stories could have prepared me for the heartbreak of losing my own grandfather in real life. What I remember most is that he was always there. He was supportive of anything I wanted to do. He would sharpen my pencils with knives and tie paper together with strings to make me notebooks. When I wanted to become a dancer, he would walk me to and from my dance classes. And now, looking back, I regret how often I would rush in front of him, telling him to speed up, instead of slowing down to meet him at his pace and enjoy his company. It's tragic how the moments you barely noticed at the time become the ones you wish you could have back the most. My grandfather wasn't somebody who smiled often. In fact, I remember the first time I truly saw him smile.
It was when I finally returned home from my 3-month solo trip to Europe. Seeing that smile made me feel like I had finally made him proud. And in that moment, I learned that there are very few feelings in life that are greater than making the people you love feel proud of you. Even though he didn't smile much, he always made me smile. When I was younger, I had an overbite, and everybody in my family would call me Daddy. One day, my grandfather joked that we would never have to buy a shovel because I could just dig the ground with my teeth. My grandfather never smoked much, and that was one of the biggest differences between us. But as I've gotten older, I realized that even with his few words, he carried so much wisdom. He taught me that you often learn more from listening than speaking, and from silence than noise. In his final weeks, speaking became so physically difficult for him. Yet even then, the few words he shared reflected the same strength and wisdom that defined him throughout his entire life. I live in a world that often prioritizes material possessions, prestige, and independence. My grandfather taught me that family should outweigh all of those things. He showed me that sometimes the most important role you can play in someone's life is simply being there for the people you love. Because as I've unfortunately learned, they won't be there forever. When I think about those 7,000 miles from Zidane to Pittsburgh, I don't just think about the distance he traveled. I think about the family he built, the lives he touched, and the wisdom that he carried across continents and generations. But his journey does not end in Pittsburgh. It continues through all of us, and the lessons that he taught us, the memories that he gave us, and the values that we will carry forward in his name. I want to thank my grandfather for every walk, every movie, every smile, every lesson, and every single sacrifice. We will miss you deeply, we will always remember you, and we will carry your legacy with us wherever life takes us. And we will continue to make you proud. May you rest in peace. छाडेर जाने प्रकृतिको रीत रोकेर रोकिन्न छाडेर जाने प्रकृतिको रीत रोकेर रोकिन्न अमर रहन्छन् कर्महरू यहाँ रूप त कतै देखिन्न अमर रहन्छन् कर्महरू यहाँ रूप त कतै देखिन्न यादका पानाहरू पल्टाउँदै आज श्रद्धाले जुक्दछौं पूजनीय बुबाको विदाईमा हामी आँसुले रुज्दछौं पूजनीय बुबाको विदाईमा हामी आँसुले रुज्दछौं आदरणीय प्रोफेसर डीपी शर्मा मैनाली सर हाम्रा स्टैंड फॉर वर्ल्ड पीस एंड ह्यूमैनिटी फाउंडेशन का संरक्षक डेल्फ्ट यूनिवर्सिटी नेदरलैंड्स का प्राध्यापक श्रद्धेय डीपी शर्मा मैनाली सर को पूजनीय बुवा धनपति मैनाली ज्यू को जन्म मिति विक्रम संवत 2005 माघ 13 स्वर्गार मिति विक्रम संवत 2083 जेठ 25 अमेरिकामा भएको दुखद निधनले हामी सम्पूर्ण फाउन्डेसन परिवार मर्माहत भएका छौं एक मृदभाषी सहयोगी र आदर्श व्यक्तित्वका धनी पूजनीय बुवाको बिछोडको यस असीम दुखद घडीमा हामी सम्पूर्ण फाउन्डेसन परिवारका तर्फबाट दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकाकुल मैनाली सर र उहाँको सम्पूर्ण परिवारजनमा भगवानले यो असहाय पीडा सहन सक्ने धैर्य शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछौं दिवंगत पुण्य आत्माको वैकुण्ठवास होस् हार्दिक श्रद्धाञ्जली ओम शान्ति मेरो विश्वास र वैज्ञानिक विश्वास अनुसार पनि जो आत्मा अमर र अजर मान्छौँ हामी विज्ञानको
त्यो आत्मिक शरीर चाहिँ हामीसँगै रहने हुनाले र उहाँले पनि आशीर्वाद हामीसँग सधैँ रहिरहने हुनाले गर्दाखेरि जुन आत्मा अझ अमर रहनेछ र हाम्रो व्यक्त गरेर चाहिँ पनि भएको हुनाले गर्दा हामी शोकमा चाहिँ छौँ। शोकमा हुँदा हुँदै पनि पिताजी समयको प्रवाहमा केही पायो केही छुट्यो जिन्दगीको एउटा दिन आज पनि बित्यो समयको प्रवाहमा केही पायो केही छुट्यो जिन्दगीको एउटा दिन आज पनि बित्यो आज पनि बित्यो। हाम्रा सम्माननीय गुरुजी लीलाराम गुरुजी, धनपति गुरुजी एवं यदु भण्डारी गुरुजी एवं उपमन्यु गोत्रमा यो पितृशोकमा आफ्ना पितृ उद्धारका निमित्त भनेर बस्नुभएका पुत्रद्वय, माता, छोरीहरू र बुहारीहरू, हामी यो श्री कृष्ण मन्दिर यहाँ हाम्रो ईश्वरमा छ। यो श्री कृष्ण मन्दिरको तर्फबाट केही एउटा सम्झनाको चिनो हुन त अब जातस्य हि ध्रुवोर मृत्यु ध्रुवम जन्म मृतस्य छ। हामीले जन्म लिएपछि हामीले एक दिन अवश्य छोडेर जानुपर्छ। हजुरहरू शोकमा हुनुहुन्छ, त्यो शोकमा हामी पनि उत्तिकै शोकमा छौँ भनेर एउटा समवेदना, सम भनेको बराबर, वेदना भनेको दुःख, बराबर दुःखमा छौँ। यद्यपि हामी दिनै पछि यहाँ उपस्थित भएर हजुरहरूका दुःखमा साथ दिन नसकिरहेका होलाौँ, तथापि हामी बाहिरबाट पनि हजुरहरू जस्ता प्रकारले एउटा शोकमा हुनुहुन्छ, पितृ उद्धारमा लाग्नु भएको छ, त्यसमा हामी पनि बाहिरबाट साथमा छौँ है। यो श्रीकृष्ण परिवार साथमा छ भन्नका निमित्त हामी यहाँ उपस्थित भएका छौँ। एउटा सानो समवेदना पत्र लिएर आएका छौँ। हाम्रो पिसवर्गमा स्थित श्रीकृष्ण मन्दिरमा धेरै गुरुवर्गहरू, अन्य भक्तहरू अनि समितिका धेरै सदस्यहरू हुनुहुन्छ, तथापि आफ्नो आफ्नो व्यस्ततावश हामी आज 4 जना मात्र उपस्थित भएका थियौँ। 4 जना भए पनि गएर हामी यसो यो समवेदना पत्र। ओम सत्संगात् भवति स्त्रियो गुरुमुखा श्री सम्प्रपद्यात्मवान् प्रारब्धं परिभुज्य कर्म सकलं प्रक्षीण कर्मान्तरा न्यासादेव निरङ्कुशेश्वर दया निर्लोभमायान्वयो आर्तानुग्रहलब्धमध्यलवनिर्द्वाराद्वैर्निर्गता मुक्तो चिर्तिन पूर्वपक्षषड्दलम् आशाग्रवातांस्तु मद गौरवेन्द्रधार्तिमहिता सिंहान्तसिंहाप्लुता श्रीवैकुण्ठमुपेत्य नित्यधुरं तस्मिन् परब्रह्मण सायोज्यं समवाप्य नन्दति समं तेनैव धन्यः पुमान् अनादिनिधनो देव शङ्खचक्रगदाधर अक्षय पुण्डरीकाक्ष मोक्षप्रदो भव। सनातन हिन्दू वैदिक सनातन धर्मभित्र हामी यो वैदिक परम्पराभित्र
दशगात्र गर्दै आइरहेका छौँ र यो गर्दै गर्दै आइरहनु भएको छ। यसबाट हामी सबै श्रीकृष्ण मन्दिरको तर्फबाट जो आज हामी एउटा सानो समवेदना गरौँ भन्ने उद्देश्यले हामी आएका छौँ र हामी सबैको यहाँहरूको जस्तै हाम्रो पनि हामी मन्दिर समितिको तर्फबाट पनि जो यहाँहरूका हाम्रा अभिभावक हुनुहुन्छ जो पितृ भएर जाइसक्नुभयो उहाँको उत्तम गतिको वैकुण्ठ वासको हामी पनि कामना गर्दछौँ र उहाँलाई यो आवागमन सधैँ भइ नरहोस् र सधैँका लागि उहाँको आत्माले चिर शान्ति प्राप्त गर्दै मुक्त भएर भगवत धाममा सधैँका लागि वास गर्न पाउनुहुन्छ, उहाँको आत्माले पाउनुहोस् भन्ने यी हाम्रा शब्दहरू र हाम्रा भावहरू पनि उहाँलाई नै बल पुगोस्, उहाँको उत्तम गति होस् भन्ने यस्तो भावना राख्दै हामीले यहाँहरूमा संवेदना प्रकट गरिरहेका छौँ र गर्दै। धन्यवाद गोविन्द गुरुदेव, मन्दिर समितिका मेरा परम मित्रहरू, मेरो दायाँ बायाँ बस्नुभएको छ। त्यसै गरी घरका ज्वाइँहरू, छोरीहरू, आफन्तहरू र बाबाको कर्ममा दशगात्रादि कर्ममा जुट्नुहुने 2 जना पुत्र, त्यसै गरी पुत्रवधू, छोरीहरू साथै माताजी पनि हुनुहुन्छ। यो बडा कार्यक्रम अरू कार्यक्रम गरिरहन पाइयो सारे जीवनकालमा समवेदना सभा गर्नु भइसके नपरोस् अरे, यो दुःखद अवस्थामा गर्ने यो बेला हो यो, र भइसके नपरोस् त्यो भन्नुपर्छ। तर घुम्दै फिर्दै सबैका घर पर्छ नै, किनकि मृत्यु सबैकामा भइहाल्छ। त्यस्तै यो गरुड पुराण अन्तर्गतको प्रेत कल्प पनि भइसके त्यसको कार्यक्रम नपरोस् अरे, त्यो पुस्तक फुकाउनै नपरोस् भनिन्छ। दिव्य कुराहरू भित्र भए पनि दुःखद अवस्थामा त्यो पुस्तकको कुरा सुन्नुपर्ने अवस्था भएकाले त्यो पनि भइसके नपरोस् भन्यो। तर समयको चक्र घुम्दै घुम्दै आउँदा पालो आउँछ सबैको, तपाईँ हाम्रो पनि आउँछ। संसार देखिएकै छ हामीले, पुराना पातहरू आज छैनन्, सबै नयाँ पात पलाउँदै गएका छन्, बिस्तारै सकिँदै जान्छन्, अरू नयाँ आउँदै जान्छ। त्यसैले यसको नामै संसार हो। भगवानलाई प्रार्थना गर्दै सम्पूर्ण परिवार एवं आफन्तजनमा श्रीकृष्ण मन्दिर पीर्सबर्ग परिवार हार्दिक समवेदना प्रकट गर्दछौँ। श्रीकृष्ण मन्दिर पीर्सबर्ग 1628 ब्राउन्सभिल रोड, पीर्सबर्ग PA 15210। ल, यो एकजना हजुरहरू कोही आइदिनु होला। ठिक छ, घरको हजुरहरूको परिवारको तर्फबाट हजुरले नै 2 शब्द राखेर सकिदिनु। यो परिवारका लागि हजुरहरूले गरेको योगदान, बलिदान र सहयोग सम्पूर्णमा हामी एकदम आभारी छौँ र केही सहयोग अझै बाँकी पनि रहेको छ। हजुरहरूसँग हामीले प्रार्थना गर्नुपर्ने, त्यो पनि पूर्ण हुन्छ होला भन्ने हामी प्रार्थना गर्दछौँ। ओम सहना भवतु सहनौ भुनक्तु सह वीर्यं करवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै। ओम शान्ति शान्ति शान्ति। हाम्रो भाषा बचाउँ, संस्कृति बचाउँ भन्ने हिसाबले चाहिँ उहाँले मेरो घरेका मसिनो बालबच्चाहरूलाई नेपाली भाषा संस्कृति पढाउँदै हुनुहुन्छ। उहाँहरूले हाम्रा नानीहरू पनि त्यहीँबाट शिक्षण, यो त अब हामीलाई म त परिवारलाई हुनै भयो, तर यहाँहरूले गर्नुभएको कार्य चाहिँ सम्पूर्ण विश्वमै रहेका नेपाली भाषीहरूलाई भएको हुनाले हामी एकदमै खुसी छौँ। सबै नै लागेको हुन्छौँ। यति भन्दै उहाँलाई फेरि पनि समय लिएर यहाँ आइदिनु भयो, भाइमा आयोबाट होइन, यसैबाट हामी हाम्रो टेन्सन हुनुहुन्छ। धन्यवाद। 13 तारिक चाहिँ हाम्रो समय 20 तारिक
धेरै संवेदनाका शब्दहरू यहाँ पोख्नु मलाई उचित लागेन, किनभने अब हिलिङ अवस्थामा गएको बेलामा अगाडिको कुरालाई सम्झेर हामीले किन त बाटो आँसुले बाट्नु होइन, त्यो भनेर नै हामी जस्ट मौखिक यस्तै भेट्यौँ हजुरहरूलाई भन्ने जानकारी दिन्छौँ। हामी त्यसै हो, पुग्नुपर्छ आफ्नो ठाउँमा होइन, उहाँ व्यस्त बिजनेसमा हुनुहुन्छ, उहाँ जानुपर्छ। यस्तै हो, आउँछ लान्छ, टिपेर लान्छ, कसलाई लान्छ थाहा हुँदैन। यो समय हो, समयकोलाई सबैले स्वीकृति रूपमा हामीले स्वीकार्नै पर्छ होइन। त्यो भएर हामी आफूले स्वीकारिरहेछौँ भने हामी एक दिन मट्टीमा मिल्नुपर्छ भन्ने कुरा हामीमा भाव छँदैछ। त्यो नै हो, यो प्राकृतिक नियम होइन। जय श्रीमन नारायणले पनि यसलाई यो कुरालाई सहज रूपमा लिनुहुन्छ भन्ने कुरा हामी सम्पूर्णलाई छ। हजुर सम्पूर्ण जय श्रीमन नारायण। हामी सबैबाट हजुरहरूलाई यो स्मृति भिडियो हेर्नुभएकोमा हार्दिक धन्यवाद। उहाँ परिवार, आफन्तजन, साथीभाइ र समाजसँग सहभागी हुनुभएका विभिन्न क्षणहरूलाई सङ्कलन गरेर यो स्मृति भिडियो तयार गरिएको हो। यी तस्बिर र भिडियोहरू मार्फत हामी उहाँको मुस्कान, उपस्थिति, आशीर्वाद र उहाँले छोड्नुभएका अमूल्य सम्झनाहरूलाई सम्झिरहेका छौँ। यी क्षणहरू उपलब्ध गराई उहाँको सम्झना जोगाउन सहयोग गर्नुहुने सबैप्रति हामी आभारी छौँ। यी सम्झनाहरूले परिवारमा सान्त्वना, शक्ति र आत्मीयता दिइरहोस्। माया र सम्मानका साथ उहाँ हाम्रो मनमा सधैँ रहनुहुनेछ।